राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी प्रकरणमा थुनामा परेपछि नेपाली राजनीतिक वृत्त केही समय शान्त देखिए पनि उनको रिहाईको आदेशसँगै फेरि तरङ्गित हुन थालेको छ। विशेष गरी रवि जेल बाहिर आएपछि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थप तनावमा पर्न सक्ने चर्चा राजनीतिक वृत्त र सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिन थालेको छ। यो चर्चा केवल अनुमानमा सीमित छैन, पछिल्ला राजनीतिक घटनाक्रम र जनभावनाको प्रवाहले पनि त्यसलाई केही हदसम्म पुष्टि गरिरहेको देखिन्छ। रवि लामिछाने राजनीतिमा उदाएदेखि नै केपी शर्मा ओलीका लागि असहज पात्रका रूपमा हेरिँदै आएका छन्। सञ्चार कर्मबाट राजनीतिमा आएका रविले छोटो समयमा नै वैकल्पिक राजनीतिक धार निर्माण गर्दै स्थापित दलहरूमाथि तीव्र प्रहार गर्दै आएका थिए। विशेष गरी भ्रष्टाचार, सत्ता दुरुपयोग र पुरानो राजनीतिक संस्कृतिमाथि रविले गर्ने खुला आलोचना ओली नेतृत्वको राजनीतिक शैलीसँग ठोक्किने खालको रहेको विश्लेषकहरू बताउँछन्। रवि जेलमा रहँदा त्यो आलोचना केही हदसम्म सीमित भएको भए पनि उनी बाहिर आएपछि फेरि उही आक्रामक शैलीमा प्रस्तुत हुने सम्भावनाले ओली पक्षमा चासो र चिन्ता बढाएको देखिन्छ। ओलीका लागि अर्को तनावको कारण भनेको रविको सम्भावित राजनीतिक गठजोड हो। रवि बाहिर आएपछि कुलमान घिसिङ, बालेन शाह र विभिन्न युवा तथा स्वतन्त्र धारका समूहहरूसँग सहकार्यको चर्चा हुन थालेको छ। यदि यस्तो सहकार्यले ठोस रूप लियो भने त्यसले आगामी निर्वाचनमा एमाले सहित परम्परागत दलहरूको मताधारमा प्रत्यक्ष असर पार्न सक्छ। विशेष गरी शहरी युवा मतदाता र परिवर्तन चाहने वर्ग रवि नेतृत्वको वैकल्पिक शक्तितर्फ आकर्षित हुन सक्ने सम्भावनाले ओलीलाई असहज बनाएको मानिन्छ। केपी ओलीको राजनीति लामो समयदेखि ध्रुवीकरणमा आधारित रहँदै आएको छ। उनी आफ्ना समर्थकलाई स्पष्ट रूपमा हामी र आलोचकलाई उनीहरूको रूपमा प्रस्तुत गर्ने शैलीमा माहिर भन्छन्। तर रवि लामिछानेको उदयले त्यो ध्रुवीकरणको समीकरण केही हदसम्म भत्काइदिएको छ। रविले परम्परागत दलहरूको साझा कमजोरीलाई एउटै फ्रेममा राखेर प्रश्न उठाउँदा ओली मात्र होइन, अन्य शीर्ष नेताहरू पनि आलोचनाको घेरामा पर्न थालेका छन्। यही कारण ओलीका लागि रवि केवल एउटा सानो पार्टीका नेता मात्रै नभई दीर्घकालीन चुनौतीको रूपमा देखा परिरहेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार ओलीलाई तनाव हुने अर्को कारण भनेको जनमतको मनोविज्ञान हो। रवि जेलमा रहँदा पनि उनका समर्थकहरू सक्रिय देखिए। सामाजिक सञ्जालमा उनको पक्षमा आवाज उठिरह्यो। अब उनी रिहा भएपछि खुल्ला राजनीतिमा फर्किएर त्यो समर्थन अझ सङ्गठित र मुखर हुन सक्ने अनुमान गरिएको छ। यस्तो अवस्थामा ओलीले आफ्ना समर्थकलाई कसरी थप एकताबद्ध राख्ने र नयाँ वैकल्पिक शक्तिको प्रभावलाई कसरी न्यून गर्ने भन्ने रणनीति बनाउनु पर्ने दबावमा छन्। यद्यपि ओली पक्षले सार्वजनिक रूपमा यस्तो तनाव स्वीकार गरेको भने छैन। एमाले नेताहरू रविको राजनीतिक भविष्य र प्रभावलाई बढाइ चढाइ गरिएको दावी गर्छन्। तर पर्दाभित्र भने रवि बाहिर आएपछि राजनीतिक बहसको केन्द्र फेरि उनीतर्फ सर्ने र त्यसले ओलीको एजेन्डा ओझेलमा पार्न सक्ने चिन्ता रहेको चर्चा चलिरहेको छ। त्यसैले रवि लामिछानेको रिहाई केवल एक व्यक्तिको स्वतन्त्रता मात्र नभई केपी शर्मा ओलीका लागि नयाँ राजनीतिक चुनौती र सम्भावित तनावको सुरुवातका रूपमा पनि हेरिन थालेको छ। लामिछाने थुनामै रहेका बेला 2 साता अगाडि नखु कारागार पुगेर उनलाई भेटेका सुदन गुरुङ त्यसै क्षणदेखि असाध्यै उत्साहित देखिन थालेका थिए। गुरुङ पछिल्लो समय देशैभरि नवयुवाहरूको सञ्जाल विस्तारमा जुटिरहेका अभियन्ता हुन्। उनले गत भदौमा भएको आन्दोलनपछि आफूलाई जेनजी अभियानसँग जोडेर राजनीतिक परिवर्तनको पक्षमा सक्रिय बनाएका छन्। लामिछानेको रिहाईको आदेश सार्वजनिक हुनासाथ गुरुङले सामाजिक सञ्जालमा लेखेको एउटा छोटो तर भावनात्मक सन्देशले धेरैको ध्यान खिचेको थियो। उनले जनताको परम शक्तिलाई एकताबद्ध गर्ने आकांक्षा व्यक्त गरे र आफूहरूले गोरखाको गोरखनाथबाट सुरु गरेको एकीकरण यात्रालाई भगवानको आशीर्वादसँग तुलना गरे। उनका शब्दहरू केवल व्यक्तिगत उत्साहको अभिव्यक्ति मात्र थिएनन्, ती शब्दहरूमा वैकल्पिक राजनीतिक धारलाई एकै ठाउँ ल्याउने चाहना पनि स्पष्ट देखिन्थ्यो। गुरुङसँग कुरा गर्दा उनको उत्साह अझ प्रष्ट सुनिन्थ्यो। उनी भनिरहेका छन्, लामिछाने जेल बाहिर आएपछि सबैजना एउटै टेबलमा बसेर खुल्ला रूपमा संवाद गर्न सहज हुन्छ। जेलभित्र रहेका व्यक्तिसँग निर्णयात्मक राजनीतिक छलफल गर्नु जति कठिन हुन्छ, बाहिर आएपछि त्यति नै सजिलो हुने उनको बुझाइ छ। उनको नजरमा लामिछानेको रिहाई एउटा कानुनी प्रक्रिया मात्र पुरा हुनु मात्रै नभई वैकल्पिक शक्तिहरूलाई एक सूत्रमा बाँध्ने यात्राको एउटा निर्णायक मोड पनि हो। उनी आगामी निर्वाचनलाई लक्षित गर्दै युवाहरू, स्वतन्त्र धारका नेताहरू र स्थापित राजनीतिक संरचनाबाट निराश भएका समूहहरूलाई एकीकृत गर्ने सम्भावना देखिरहेका छन्।
अदालतको आदेश आए पनि प्रक्रियागत कारण लामिछाने तत्काल रिहा नहुन सक्ने र सम्भवतः शुक्रबार मात्रै जेल बाहिर आउने उनका निकट नेताहरूले बताएका छन्। तर त्यो केही दिनको ढिलाइले पनि राजनीतिक वृत्तमा सिर्जना भएको तरङ्गलाई रोक्न सकेको छैन। बरु लामिछाने बाहिर आएपछि कुन कुन शक्ति कसरी एक आपसमा जोडिन्छन् भन्ने विषयमा छलफल झनै तीव्र बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी भित्र मात्र होइन, उज्यालो नेपाल पार्टी र स्वतन्त्र धारका नेताहरू बीच पनि संवादको चहल पहल बढेको देखिन्छ। लामिछाने बाहिर आएपछि ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाहलाई समेत एउटै चुनावी यात्रामा ल्याउने प्रयासले सार्थक रूप लिन थालेको दावी केही नेताहरूले गरेका छन्। रासोपाले गठन गरेको संवाद समितिका संयोजक पुकार बमका अनुसार अहिलेसम्मको सबैभन्दा ठूलो अप्ठ्यारो भनेकै घिसिङ सरकारमै रहेका कारण उनीसँगको संवादलाई कसरी अगाडि बढाउने भन्ने दुविधा थियो। घिसिङ कारागारभित्र जान मिल्ने कि नमिल्ने भन्ने कानुनी र नैतिक प्रश्नले पनि संवादलाई जटिल बनाएको थियो। दोहोरो संवाद सम्भव नभएका कारण छलफल अपेक्षाकृत ढिलो भएको बम स्वीकार गर्छन्। तर अब आम्ने सामने बसेर कुरा टुङ्ग्याउने अवस्था सिर्जना हुँदै गएको उनको बुझाइ छ। घिसिङ यसअघि पनि काठमाडौँका मेयर बालेन शाहसँग भेट गरेको तस्बिर सार्वजनिक भइसकेको छ, जसले वैकल्पिक राजनीतिक शक्तिहरूबीच अनौपचारिक संवाद चलिरहेको सङ्केत दिएको थियो। सरकारमा रहेका कारण घिसिङ प्रत्यक्ष रूपमा राजनीतिक गतिविधिमा नदेखिए पनि उनकै अगुवाईमा बनेको भनिएको उज्यालो नेपाल पार्टीका नेताहरूले लामिछाने बाहिर आएपछि संवाद सहज हुने बताएका छन्। उज्यालो नेपाल पार्टीका नेता डाक्टर अभिषेक राज सिंहको भनाइमा निर्णायककर्ताको रूपमा लामिछाने जेलभित्र हुँदा धेरै निर्णयहरू रोकिएको जस्तो अवस्था थियो। पार्टीका प्रतिनिधिहरूले छलफल गर्न कारागार धाउनुपर्ने बाध्यता र केही महत्त्वपूर्ण निर्णय लामिछानेकै हातमा निर्भर हुनुपर्ने अवस्थाले संवादलाई सीमित बनाएको थियो। अब त्यो अवस्था हटेपछि छलफल गहिरो, खुला र निर्णायक हुने अपेक्षा उनले व्यक्त गरेका छन्। रासोपा भित्र पनि लामिछानेको रिहाईलाई निर्णायक मोडका रूपमा पनि हेरिएको छ। वार्ता समिति संयोजक पुकार बम र नेता गणेश कार्कीले लामिछाने बाहिर आएपछि कुलमान घिसिङ र बालेन शाहसँगको सहकार्य सहज हुने बताएका छन्। उनीहरू पछिल्लो समय अन्य वैकल्पिक शक्तिहरूसँग पनि निरन्तर संवादमा छन्। बम भन्छन्, लामिछानेले यस प्रक्रियालाई निर्णायक बिन्दुमा पुर्याउने आशा सबैले गरेका थिए र अब त्यो आशा थप बलियो भएको छ। उनको भनाइमा लामिछाने बाहिर आएपछि एकीकृत वैकल्पिक शक्तिको बहसले नयाँ गति लिनेछ। यसअघि कतिपयले उज्यालो नेपाल पार्टीको नेतृत्व कुलमान घिसिङले लिन सक्ने आकलन गरेका थिए। लामिछाने जेलमै रहेका बेला घिसिङलाई पार्टी नेतृत्व दिन माग गरिएको भन्ने विवरणहरू पनि सार्वजनिक भएका थिए। तर रासोपा र उज्यालो नेपाल पार्टीका नेताहरूले त्यसको स्पष्ट पुष्टि भने गरेका छैनन्। बरु उनीहरू नेतृत्वको विषयभन्दा पनि साझा एजेन्डामा जोड दिइरहेका छन्। डाक्टर सिंहका अनुसार एकमुष्ट वैकल्पिक शक्ति बनाउने क्रममा सर्वस्वीकार्य नेतृत्व अगाडि बढाउने विषयमा छलफल हुन्छ, तर त्यो नेतृत्व कसैको एकल स्वार्थ अनुसार तय हुँदैन। युवा पुस्ताका अगुवाहरूसँग समन्वय गरिरहेका सुदन गुरुङले पनि सबै शक्ति एकै ठाउँ आउने सम्भावना देखेका छन्। उनका अनुसार यदि यो सम्भावना वास्तविकतामा परिणत भयो भने आगामी निर्वाचनमा समानुपातिक मत परिणाम पनि राम्रो आउन सक्छ। उनी अझै निश्चितताको भाषा प्रयोग नगरे पनि आशावादी देखिन्छन्। उनको नजरमा यो प्रक्रिया केवल चुनाव जित्ने गणित होइन, बरु दीर्घकालीन राजनीतिक संस्कार परिवर्तनको अभियान हो। उज्यालो नेपाल पार्टीका नेता डाक्टर सिंहले आगामी प्रतिनिधि सभा निर्वाचन अगाडि नै निर्णायक वार्ता हुने बताएका छन्। निर्वाचन आयोगले फागुन 21मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत चयन हुने उम्मेद्वारहरूको बन्द सूची पेश गर्ने अन्तिम समय सीमा पुस 14 गतेसम्म तोकेको छ। यही समय सीमालाई केन्द्रमा राखेर एकता वा तालमेलबारे टुङ्गो लगाउने प्रयास भइरहेको नेताहरू बताउँछन्। सीमाका अनुसार बन्द सूची बुझाउने समय सीमा अगाडि नै एक प्रकारको निष्कर्षमा पुग्न गृह कार्य भइरहेको छ। अन्ततः लामिछानेको रिहाईसँगै सुरु भएको यो संवाद केवल व्यक्तिहरूको भेटघाट र सहमतिमा सीमित रहने कि त्यसले नेपाली राजनीतिमा साँच्चैकै नयाँ अध्याय लेख्ने भन्ने कुरा समयले नै देखाउनेछ। अहिलेका सङ्केतहरू उत्साहजनक देखिए पनि नेपाली राजनीतिले विगतमा धेरै पटक यस्ता उत्साहलाई निराशामा बदलिदिएको इतिहास पनि बोकेको छ। यसैले एकपटक वैकल्पिक शक्तिहरूले शब्द र भावना मात्र होइन, व्यवहार र निर्णयमा पनि परिपक्वता देखाउनु पर्ने अपेक्षा आम नागरिकको छ। यदि त्यो अपेक्षा पूरा भयो भने रवि लामिछानेको रिहाईलाई केवल एक कानुनी घटना होइन, नेपाली राजनीतिमा नयाँ मोडको सुरुवातका रूपमा सम्झिने दिन टाढा नहुन सक्छ।
दर्शकवृन्द, तपाईलाई यो विषयवस्तु कस्तो लाग्यो कृपया आफ्नो मनको प्रतिक्रिया तलको कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला। हामी भने अर्को यस्तै रोचक विषयको साथमा उपस्थित हुनेछौँ। यो भिडियोबाट भने बिदा दिनुहोस्। नमस्कार।